स्वागत छ मेरो भिडियोमा सबैजनालाई फेरि पनि। तपाईले हेर्दै हुनुहुन्छ होला, मसँग चाहिँ एकजना व्यक्ति हुनुहुन्छ। तपाईको परिचय? मेरो नाम विक्रम शर्मा हो। शर्मा, तपाईको घरमा चाहिँ अहिले कतिजना हुनुहुन्छ? मेरो घरमा अहिले चाहिँ 2 जना हुन्छ। ए, तपाईको मम्मी बाबा कहाँ हुन्छ त? मम्मी बाबा मेरो मम्मी बाबा इन्डिया हुन्छ। ए, तपाई त एकदमै टिकटकमा भाइरल भएको मान्छे हैन र? हो। तपाई भाइरल भएको गीत कुन रे? हेर्दा माछा पुछ्रे। ए, तपाईलाई मन पर्ने गीत कुन कुन हुन् त? त्यही हेर्दा माछा पुछ्रे हो। हो। तपाईले चाहिँ त्यो गाउँदाखेरि सुरुमा तपाईले त्यो कहाँ गाउनु भएको र कुन ठाउँमा भाइरल भएको? सुरुमा मैले स्कुलमै गाएको हो। ए, भाइरल पनि त्यही भएको हो। स्टेजमा गाउँदाखेरि हैन? स्टेजमा गाउनु। स्टेजमा चाहिँ हैन। हैन हैन है, पक्कै पनि मिस्टेक भएको होला। अनि त्यो गीत गाउँदा तपाईलाई एकदम कस्तो महसुस भएको थियो? डर जस्तो कि एकदमै एक्साइटेड भएको थियो? कस्तो भएको थियो? हजुर, मलाई अलिअलि डर पनि लाग्थ्यो, राम्रो पनि लाग्थ्यो। अनि तपाईले घरबाट गीत गाउन जा अनि त्यस्तै कुराहरू रोक्नुहुन्छ कि उत्साह दिनुहुन्छ? गीत गाउन जा अनि गीत गाएर राम्रो हुन्छ भने उत्साह दिनुहुन्छ कि रोक्नुहुन्छ त? अझ उत्साह दिनुहुन्छ। उत्साह दिनुहुन्छ हैन? ल, तपाईलाई अब यो भिडियोमा हामी सोध्ने छौं कि तपाईलाई मन परेको गीत हेर्दा राम्रो माछा मुछ्रे हैन? तपाईले के गाउन सक्नुहुन्छ गीत? हजुर, गाउन सक्छु। गाउन सक्नुहुन्छ हैन? त गाउनुस् त। हाम्रो दर्शकलाई सुनाइदिनुस्। अलि कालो कालो देखिनुहुन्छ, के नमान्नु न है। एकदमै भाइरल भएको मान्छे हुनुहुन्छ। कालो भए तापनि दाँत एकदमै सेतो छ, के भएन है। ल, गाउनुस्। हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा, बैगुनीलाई गुल्ले मार्छु खोजी ल्याइदेऊ काछा। हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा, बैगुनीलाई गुल्ले मार्छु खोजी ल्याइदेऊ काछा। जुन खोलीमा पानी छैन उही खोलीमा भुटी, आफ्नो पोइलाई बासी मकै नाठो पोइलाई रोटी। राम्रो छ, एकदमै राम्रो। के तपाईलाई यसै गरी अगाडि बढ्न मन छ? गीत गाउँदै मेरो भविष्यमा गीत गाउँदै म अगाडि बढ्छु जस्तो लाग्छ तपाईलाई? हजुर, लाग्छ है। तपाई त स्कुलमा गीत गाएर यदि संगीतकारमा अब त्यस बाजा साजा बजाउने गीत सिक्नेमा पनि हुनुहुन्छ भन्ने सोचेर सुनेको थिएँ। हो। बिहान सिक्न जानुहुन्छ हैन? हजुर। तपाई अहिले कति क्लासमा पढ्नुहुन्छ? म अहिले 5 क्लासमा पढ्छु। 5 क्लासमा पढिनुहुन्छ हैन? कुन स्कुलमा? सेन्ट्रल स्कुलमा। कस्तो लाग्छ त त्यो सेन्ट्रल स्कुल? एकदमै राम्रो लाग्छ, नराम्रो लाग्छ? टिचरहरू, पढाइहरू कस्तो छ त? एकदमै राम्रो छ। राम्रो छ हैन? हजुर। के आर्थिक भौतिक कुराको त खाँचो छैन? नै। छैन है? छैन है? छैन। ल, यसै गरी अन्तिममा तपाईले के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई? केही पनि नै, जीवनमा अगाडि बढ्ने त्यही भन्न चाहन्छु। लाइक कमेन्ट सब्स्क्राइब पनि गर्ने हैन? हजुर। हेर्न सक्नुहुन्छ तपाईहरुले, आज हाम्रो भाइ एकदमै भाइरल चर्चित भाइ। मैले चाहिँ छायाले देख्दाखेरि अलि नदेखिन सकेको हुन्छन्, तर पनि देखेका छन्। अहिले चाहिँ देखेका छन् एकदम प्रष्ट रूपमा। यो घामले बिहान गराउनु कारणले यो घामले एकदमै छेकेको छ, तर पनि केही भएन। तपाईले हेरिसक्नु भयो। हाम्रो भाइलाई चाहिँ अझै भाइरल गराउनु पर्यो, अझै नयाँ नयाँ गीतहरू आउँछ, तपाईले हेर्न सक्नुहुन्छ। अनि लाइक सब्स्क्राइब यिनलाई अगाडि बढाउनु पर्यो, जसरी तपाईले अरू कलाकारलाई बढाउनुहुन्छ त्यसै गरी यिनलाई पनि अगाडि बढाउनु पर्यो। हुन्छ, यति भन्दै आजको भिडियो चाहिँ समाप्त हुन्छ। धन्यवाद।